हेलो गाइस, सम्पूर्णमा नमस्कार। आज चाहिँ मेरो भ्लगको सुरुवात साथीहरूसँग भएको छ। के बोला न आज चाहिँ हामी हाम्रो कलेज भिजिट गराउँदैछौँ हजुरहरूलाई। हाम्रो कलेज कस्तो छ हेरिदिनु होला हेरेर सिम्मु ल हजुरहरू अन्तिमसम्म धैर्यपूर्वक हेरिदिनु होला। चलो भाई देखो अब मैं क्या करता हूँ। आज चाहिँ हामीले हजुरहरू सामु हाम्रो कलेजको भिजिट गर्न चाहेको छौँ र यो रहेको छ मेन गेट। अब आउनुहोस् अगाडि हामी पानी परेको कारण बाटो अलि हिलो रहेको छ। हाम्रो चाहिँ हामीले यो गेट चाहिँ उता हुनुहुन्छ हाम्रो सेक्युरिटी गार्ड। सम्पन्न त्यसपछि रहेको छ उता हाम्रो क्यान्टिन। कति राम्रो फुल छ। फुल पनि छ यति राम्रो, सरी। त्यसपछि त्यहाँ बस स्टेसन अनि साइकल स्टेसन पनि छ। हामी जस्तै हिलोमा हिँडिरहौँ। बाजे, मेरो भ्लगमा के भन्न चाहनुहुन्छ? मेरो भ्लगमा के भन्न चाहनुहुन्छ? अच्छा छ भन्छु। यता यस्तो रहेको छ। अनि यो चाहिँ के को बुटो हजुरहरूले कमेन्ट बक्समा भनिदिनु होला, मलाई पनि थाहा छैन। अनि यो आँपको बुटो, आँप चाहिँ फलेको यति धेरै थियो। अनि उता हुनुहुन्छ हाम्रो भाइस प्रिन्सिपल सर चाहिँ टक्क किताब लिएर पढ्न जाँदै हुनुहुन्छ। उता छिन् मेरो साथीले केही कुरा भन्न लागेकी छिन्। ल बताऊ साथी। केही कुरा भन्न आँटेकी छिन्। यहाँ चाहिँ फुलहरू रोपिएको छ। हजुर, एकदम राम्रो देखिएको छ। फुलले गर्दा ए हो यसको सुन्दरता पनि बढेको छ अहिले। राम्रो। फुलको नाम थाहा छ कि हजुरलाई? नै उहाँले भन्नुहुन्छ अब। भनिदिनु है। हाम्रो कलेजमा यो शिला पनि रहेको छ। उहाँ चाहिँ हाम्रो प्रमुख अध्यक्ष हुनुहुन्छ। उहाँको स्वर्गीयवास भइसकेको छ। उहाँको नाम चाहिँ एसबहादुर तामाङ रहेको छ। एकाउन्ट सेक्सन रहेको छ। कृषला गुरुङ र वर्षा चौधरी चाहिँ हाम्रो चितवन टप्पर दिदीहरू हुनुहुन्छ। यता चाहिँ हाम्रो पुस्तकालय रहेको छ र हजुरहरूलाई हामी देखाउन चाहन्छौँ। आउनु। सेकेन्ड फ्लोरको चाहिँ अफिस हो साथीहरू। अनि त्यसपछि थर्डमा त हजुरले देखिसक्नु भएको छ पुस्तकालय र एकाउन्ट सेक्सन। सबसे टपको चाहिँ एचएमएलको प्र्याक्टिकल गर्ने र कम्प्युटर ल्याब रहेको छ। यो चाहिँ पार्ट 1 हो साथीहरू। पार्ट 2 पनि आउँछ कलेज भिजिटको। वेटिङमा रहनु होला धैर्यपूर्वक भन्दै थ्याङ्क यू फर वाचिङ साथीहरू।